भ्रष्टाचार विरोधी अभियानकै दौरानमा जेएनजीले सुशासन र फेसबुकमाथि प्रतिबन्ध लगाइएको अथवा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको विरुद्धमा आफ्ना मुद्दाहरूलाई उठाएर आन्दोलनको उद्घोष गर्यो। तपाईहरुलाई थाहा छ अहिले भर्खरै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा प्रतिवेदन सार्वजनिक गरेको छ, जुन प्रतिवेदनमा लेखिएको छ कि गत यो आर्थिक वर्षमा 37,026 उजुरीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका छन्। तर विडम्बना उनीहरूकै प्रतिवेदन अनुसार जम्मा 137 मुद्दाहरू मात्रै विशेष अदालतमा दर्ता भएका छन् र अरू 72% मुद्दाहरू तामेलीमा राखिएका छन्। तामेलीमा राख्नु भनेको मुद्दालाई पेन्डिङमा राख्नु हो र यहाँ कथित संसदवादीहरू जो सरकारका मसियाहरू भन्ने मान्छेले बेला बेलामा फाइल खोल्ने नाटक गर्छन्। हो, त्यो फाइल खोल्ने नाटक भनेको तिनै 72% मुद्दालाई तामेलीमा राखिएका मुद्दालाई जगाउने कुरा गरेका हुन्। त्यसैले भ्रष्टाचारको विषयमा पोलिसी करप्सन छ, सिस्टममै करप्सन छ, भ्रष्टाचार सम्बन्धी कुनै पनि कानूनले सम्बोधन गर्न सकिएको छैन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम गर्न सक्ने अवस्था छैन र यसको विकल्पमा फाइनेन्सियल इन्भेस्टिगेसन ब्युरो गठन गरेर अगाडि बढ्ने हो र नयाँ संविधानमा त त्यो कुरा हुने हो भने मात्रै सम्भव छ भन्ने कुरा म राख्न चाहन्छु। तेस्रो कुरा अलिकति म सन्धि सम्झौताको विषयमा राख्न चाहन्छु। 1950 लगायतका असमान सन्धि सम्झौताहरूको विषयमा हामीले बारम्बार विरोध गर्दै आएका छौँ। गोर्खा भर्ती सम्बन्धी सन्धिको विषयमा हामीले नै मुद्दाको नेतृत्व गरेर सर्वोच्च अदालतबाट त्यो सन्धिको पुनरावलोकन गर्नुपर्छ भनेर आदेश समेत गराएका छौँ। 1965 को नेपाल भारत बीचको गोप्य सन्धि अहिलेसम्म हामीलाई थाहा छैन। एमसीसी एसपीपीको कुरामा हामीले पटक पटक विरोध गर्दै आएका छौँ र पछिल्लो चरणमा जब सुशीला कार्कीको सरकार बन्यो र यो देशका केही मान्छेहरूले आफ्नो जिउँदो भगवानको रूपमा मानेका कुलमान घिसिङले एउटा असमान र भ्रष्टाचारलाई प्रश्रय दिने खालको चाहिँ यो चाहिँ विद्युत खरिदको चाहिँ लाइन जुन प्रसारण लाइनमा चाहिँ सम्झौता गरेका छन्, त्यो पछिल्लो भ्रष्टाचारको कडीको रूपमा आएको छ। र अर्को कुरा, जेएनजीहरूले जुन किसिमले भ्रष्टाचारको विरुद्धमा यो सरकारको जुन परिकल्पना गरेका थिए, हालै मात्रै चाहिँ गृहमन्त्रीको दाजुलाई नभएको पद सिर्जना गरेर चाहिँ पदोन्नति गर्ने कुरा गरेका छन्। त्यसैले आदरणीय न्यायप्रेमी जनसमुदायहरू, हामीले भन्ने गरेको सुशासन, हामीले भनेको भ्रष्टाचार मुक्त मुलुक र हामीले भनेको परिवर्तन यो व्यवस्थामा सम्भव छैन। त्यसैले जनताको जनसंविधान नलेखिकन, जनताको जनअदालत गठन नगरिकन र जनताको सरकार स्थापना नगरिकन यो कठपुतली सरकारले जनताका जनजीविका लगायत सम्पूर्ण समस्याहरूको समाधान गर्न सक्ने छैन भन्ने कुरा यहाँहरूको बिचमा राख्न चाहन्छु। त्यसैले मैले धेरै लामो नबोलिकन यहाँहरूको बिचमा मैले यिनै कुराहरू राख्दै अबका दिनहरूमा यो पार्टीले सशक्त ढङ्गबाट स्वाधीन संयुक्त सरकारको नारालाई उठाउन पर्नेछ, जनसंविधानको नारालाई उठाउन पर्नेछ र स्वाधीन संयुक्त सरकारको मात्र आफू भित्रको बाटोलाई अगाडि बढाउन पर्नेछ भन्ने कुरा राख्दै मेरो भनाइ यहाँ अन्त्य गर्दछु। हस्त, धन्यवाद, अभिवादन।